म आयुष। आज पनि म त्यही पुरानै बस स्टपमा उभिएको छु। काठमाडौँको चिसो बिहान उस्तै छ। मान्छेहरू हतारमा छन्, तर म भने सधैँ जस्तो एकै ठाउँमा अडिएको छु। कानमा हेडफोन छ, तर म सङ्गीतभन्दा बाहिरको आवाज धेरै सुन्छु। त्यो दिन मैले उनलाई पहिलो पटक देखेको थिएँ। बस रोकियो, ढोका खुल्यो अनि उनी बाहिर निस्किन्। नीलो स्कार्फ, हल्का हावा चल्दा क्षण जीवित देखिने उनको अनुहार र एउटा सानो नोटबुक जसलाई उनले हातमा लिएकी थिइन्। किन हो मलाई थाहा छैन, तर त्यो क्षण मैले नजर हटाउन सकिनँ। त्यही बेला उनको नोटबुक खस्यो। मैले उठाएँ। यो तपाईको हो? मैले अलि हिचकिचाउँदै दिएँ। उनी मुस्कुराइन्। धन्यवाद। त्यो एउटा शब्द थियो, तर मलाई किन हो त्यो शब्द सामान्य लागिन। त्यसपछि के भयो भन्ने कुरा म आफैले पनि बुझिनँ। अर्को दिन पनि म त्यही बस स्टपमा थिएँ। सायद बानी थियो वा अरू केही। उनी फेरि आइन्। त्यसपछिका दिनहरूमा हामी चुपचाप एकअर्कालाई चिनिँदै गयौँ। न ठुलो कुरा भयो, न कुनै नाटकीय दृश्य। बस कहिले किताबको कुरा, कहिले कफीको स्वाद, कहिले बसको ढिलाइको गुनासो। तर म बुझ्न थालेँ उनी आउँदा मेरो दिन फरक हुन्थ्यो। उनी स्नेहा। थाहै नपाई यो नाम मेरो जीवनमा ठुलो हिस्सा बन्न पुग्यो। एक दिन बस छुट्यो। हामी दुवै अर्को स्टपसम्म हिँड्यौँ, चुपचाप। तर त्यो चुप्पी पनि अजीब किसिमले आरामदायी थियो। अचानक उनले भनिन्, तिमीलाई थाहा छ, म यहाँ हरेक दिन बस कुर्न आउँदिन, म त तिमीलाई भेट्न आउँछु। उनी हल्का मुस्कुराइरहेकी थिइन्। म रोकिएँ, जसरी समय पनि एकछिन रोकिए जस्तो। मलाई केही भन्न मन लाग्यो, तर शब्दहरू अड्किए। त्यो दिन पहिलो पटक मैले बुझेँ म मात्रै त्यहाँ आउँदैन रहेछु। अब म फेरि त्यही बस स्टपमा छु, तर अहिले म बसको प्रतीक्षा मात्र गरिरहेको छैन। म उनलाई पर्खिरहेको छु। सायद उनी पनि मलाई नै पर्खिरहेकी छिन्। मलाई थाहा छैन म त्यो बस स्टपमा किन यति नियमित हुन थालेँ। सुरुमा त बस मात्रै कुर्ने ठाउँ थियो, तर पछि त्यो ठाउँ नै मेरो दिनको सबैभन्दा मनपर्ने हिस्सा बन्यो, किनकि त्यहाँ म उनलाई भेट्थेँ। नीलो स्कार्फ, मनैदेखिको मन्द मुस्कान जुन बिना कारण पनि मनलाई हल्का बनाइदिन्थ्यो। सुरुमा हामीले कहिल्यै प्रेम शब्द बोलेनौँ, तर बिस्तारै सबै कुरा त्यही दिशामा गइरहेको थियो। मलाई लाग्थ्यो यो नै सायद खुसी हो। एक दिन हामीले बस नलिई हिँड्यौँ। काठमाडौँको सडक, चिसो हावा र हामी दुईजना मात्र। उनी हाँस्दै थिइन् अनि म पहिलो पटक बिना डर उनको हाँसो हेर्दै थिएँ। निकै खुसी थिएँ। हिँड्दा हिँड्दै उनी अचानक रोकिन्। उनको अनुहार अलि गम्भीर थियो। आयुष, उनले भनिन्। मैले हेरेँ, उनीसँग त्यो परिचित मुस्कान थिएन। उनले भनिन्, म केही दिनपछि बाहिर जाँदैछु, जापान। त्यो वाक्य मेरो कानमा सामान्य रूपमा आएन। सहर अचानक शान्त भए जस्तो लाग्यो। के कति समयका लागि? मैले सोधेँ। उनले तल हेर्दै भनिन्, पढाइको लागि, तर सधैँका लागि पनि हुन सक्छ। म केही बोल्न सकिनँ। त्यो दिन हामी छुट्यौँ, तर त्यो छुट्टाइ सामान्य थिएन। त्यो अधुरो जस्तो लाग्ने खालको थियो। दिनहरू बिती, बस स्टप उस्तै थियो, तर म उस्तै थिइनँ। हरेक दिन म त्यही ठाउँमा जान्थेँ, बस कुर्थेँ, तर वास्तवमा उनलाई कुर्थेँ। फोनमा केही सन्देश आउँदैन थियो, कुनै खबर थिएन। समय कहिल्यै रोकिँदैन रहेछ। म रोकिए जस्तो भए पनि जीवन भने अघि बढिरह्यो। वर्षहरू बिते, स्नातक तह सकियो र मैले आफ्नो मास्टर्स त्रिभुवन विश्वविद्यालयमा कम्प्युटर साइन्समा सुरु गरेँ। सुरुका केही महिनाहरू निकै कठिन थिए। पढाइमा ध्यान दिन खोज्थेँ, तर हरेक खाली समयमा मन त्यही पुरानो बस स्टपतिर पुग्थ्यो। स्नेहाको कुनै खबर थिएन। कहिलेकाहीँ लाग्थ्यो सायद त्यो सबै एउटा सानो अध्याय मात्रै थियो, तर भाग्यले कहिलेकाहीँ अनौठो खेल खेल्दो रहेछ। मैले पढाइमा आफूलाई पूर्ण रूपमा डुबाएँ। रातभर रिसर्च पेपर, कोडिङ, प्रोजेक्ट। सायद मन भुलाउने यही उपाय थियो। मास्टर्स सकियो, राम्रो नतिजा आयो, अनि एक दिन मेरो इमेलमा एउटा पत्र आयो। जापानको युनिभर्सिटी अफ टोकियोबाट डेटा साइन्स एन्ड ह्युमन बिहेभियर भन्ने सब्जेक्टमा पिएचडी स्कलरसिप। स्क्रिन हेर्दै म लामो समय चुप बसिरहेँ। मलाई त्यो उपलब्धि भन्दा बढी भिन्न महसुस भयो।
भाग्यले फेरि मलाई त्यही दिशातिर धकेलिरहेको थियो जहाँ मेरो पहिलो प्रेम हराएको थियो। डिसेम्बरको अन्तिम हप्ता थियो जब म टोकियो पुगे। नारिता एयरपोर्ट बाहिर निस्किँदा चिसो हावा सिधै अनुहारमा ठोकियो। नेपालको जाडो भन्दा फरक थियो त्यो। यहाँको चिसो शान्त थियो तर मुटु भित्रैसम्म पुग्ने। सहर उज्यालो थियो, रेल स्टेशनहरूमा मानिसहरू हतारमा थिए तर कसैले आवाज ठुलो गर्दैनथे। सबै कुरा व्यवस्थित अनि अजीब किसिमले एक्लो। टोकियोको सडकमा झुन्डिएका साना पहेँला बत्तीहरू, भेन्डिङ मसिनहरूको चमक अनि तातो कफीको बाफ। मलाई त्यो सहर अपरिचित लाग्यो र अजीब रूपमा आफ्नै पनि, किनकि सायद त्यही देशमा कतै थिइन् स्नेहा। मेरो विश्वविद्यालय सेन्दाईमा थियो। टोकियो भन्दा शान्त, हिउँले ढाकिने सानो तर सुन्दर सहर। म एउटा सानो डोम रुममा बस्थे। कोठामा एउटा बेड, स्टडी टेबल, पढाइका सामान र झ्याल बाहिर रेल लाइन। हरेक रात बुलेट ट्रेन, सिन्कान्सेन टाढाबाट गुडेको आवाज सुनिन्थ्यो। दिनभर पढाइ र रिसर्च र बेलुका पार्ट टाइम काम। म एउटा सानो रामेन पसलमा काम गर्थे। नाम थियो युकोनो सोरा रामेन। त्यहाँको मिसो रामेन जापानी विद्यार्थीहरूलाई निकै मन पर्थ्यो। जीवन सरल थियो, थकाइ थियो तर शान्त पनि, र सायद मैले साँच्चै अघि बढ्न सिकिरहेको थिएँ। मैले फेरि कहिल्यै प्रेम गरिन। धेरै मानिसहरू भेटिए, केही नजिक पनि आए, तर मनको एउटा ठाउँ कहिल्यै खाली भएन। त्यो दिन पानी परिरहेको थियो। सेन्दाईको साँझहरू वर्षामा झन भावुक देखिन्थे। सडकका बत्तीहरू भिजेको बाटोमा चम्किरहेका थिए। छाताहरूको भिड, तातो कफीको बास्ना अनि टाढाबाट रेल स्टेशनको अनाउन्समेन्ट, निकै बेग्लै दुनियाँ। काम सकिएपछि म केही दैनिक सामान किन्न सेन्दाई स्टेसन नजिकको सुपरमार्केटतिर गएँ। बाहिर हल्का वर्षा भइरहेको थियो। सडकका बत्तीहरू भिजेको बाटोमा टल्किरहेका थिए। झोला हातमा बोकेर फर्किँदै गर्दा अचानक भोक लागेको महसुस भयो। त्यसैले म नजिकैको एउटा सानो डाइनर भित्र छिरे। कागिनो हाना क्याफे। ठाउँ धेरै ठुलो थिएन। न्यानो पहिलो बत्ती, काठको टेबल, झ्याल बाहिर बर्सिरहेको पानी अनि भित्र हल्का ज्याज म्युजिक। मैले एक प्लेट ओमो राइस र तातो ब्ल्याक कफी अर्डर गरेँ। झ्याल छेउको सिटमा बसेर म बाहिर झरिरहेको वर्षा हेर्दै थिएँ। केही बेरमा डाइनरको ढोका खुल्यो। केही मानिसहरू हाँस्दै भित्र आए। सायद कुनै अफिस ग्रुप डिनर हुनुपर्छ। म सामान्य रूपमा हेर्न खोज्दै थिएँ तर अचानक म रोकिएँ। उनी, स्नेहा। मेरो सास एकछिन रोकियो। उनको कपाल पहिले भन्दा अलि लामो थियो, अनुहार अझ परिपक्व देख्ने। तर त्यो आँखा म हजारौं भिडमा पनि चिन्न सक्थे। उनी अझ सुन्दर भएकी थिइन्, तर त्यो सुन्दरताभित्र कतै थकान लुकेको थियो। हाम्रो आँखा जोध्यो। दुवैजना केही सेकेन्ड स्थिर भयौं, जसरी समय फेरि एकपटक रुकियो। त्यो ग्रुप म भन्दा केही परको टेबलमा गएर बसेको थियो। उनको हात टेबलमा राखिएको थियो। त्यही बेला अचानक मैले देखेँ उनको औँलामा उठी। मेरो मुटु बिस्तारै डुबे जस्तो भयो। मैले नजर हटाएँ, शान्त रूपमा बिल तिरे र बाहिर निस्किएँ। सायद ढिलो भइसकेको रहेछ। बाहिर हल्का वर्षा भइरहेकी थियो। म छाता ओढेर घरतिर हिँड्दै थिएँ, तर त्यो रात पानी सडकमा मात्रै परिरहेको थिएन। कतै मेरो मनभित्र पनि चुपचाप वर्षा भइरहे जस्तो लागिरहेको थियो। त्यसपछि केही दिन म असामान्य रूपमा चुप भएँ, आफ्नो काममा व्यस्त पनि। तर एक रात फोनमा एउटा अननोन जापानी नम्बरबाट मेसेज आयो। आयुष, एकपटक भेट्न सक्छौ? सन्देशको अन्त्यमा नाम थियो स्नेहा। हामी सेन्दाई स्टेसन नजिकको एउटा सानो क्याफेमा भेट्यौं। बाहिर हल्का हिउँ परिरहेको जाडो मौसम भएकोले सेन्दाईका सडकहरू सेतो हिउँले बिस्तारै ढाकिन थालेका थिए। क्याफेभित्र जापानी म्युजिक बजिरहेको थियो अनि कफीको न्यानो बाफ हावामा मिसिएको थियो। उनी केही समय चुप बसिन्, सायद शब्द खोज्दै। पछि बिस्तारै भनिन्, म तिमीलाई खोजिरहेकी थिएँ। मैले केही बोलिन। उनले गहिरो सास फेरिन् र भनिन्, म नेपाल छाड्न चाहँदैनथे आयुष, तर दाइले धेरै प्रेसर दिनुभएको थियो। जापान गएपछि लाइफ सेट हुन्छ भन्नुहुन्थ्यो। उनको आवाज हल्का कापिरहेको थियो।
मास्टर सकियो, राम्रो जब पनि पाएँ अनि एउटा मान्छे भेटे। म चुपचाप उनलाई हेरिरहेको थिएँ। सायद मेरो आँखामा धेरै प्रश्नहरू थिए र उनले त्यो महसुस गरिरहेकी थिइन्। भन्दै थिइन्, मलाई लाग्यो त्यो नै सही निर्णय हो, सायद तिमीलाई बिर्सन सकुला भनेर पनि। उनी केही बेर रोकिइन्। मैले उनको आँखा हेरेँ, त्यहाँ पीडा स्पष्ट देखिन्थ्यो। उनी भन्दै गइन्, तर त्यो रिलेसन धेरै टक्सिक थियो। रिस, कन्ट्रोल, चिच्याहट, कहिलेकाहीँ हात समेत उठ्थ्यो। यो सुनेर मेरो मुटु भारी भयो र भन्दै गइन्, 1 वर्षपछि नै डिभोर्स भयो। त्यसपछि नेपाल फर्किन सकिन र आफैसँग नै लज्जित भएँ, किनकि मैले जीवनको सबैभन्दा साँचो कुरा आफैलाई छाडेकी थिएँ। उनले आँसु पुछिन्। म लामो समय चुप बसिरहेँ। बाहिर हिउँ झरिरहेको थियो। क्याफेको झ्यालमा पानीका थोपा बगिरहेका थिए। अचानक उनले बिस्तारै भनिन्, तर मैले तिमीलाई माया गर्न कहिले बिर्सिन आयुष। त्यो सुन्दा म भित्र वर्षौंदेखि थामिएको भावना एकैचोटि भत्कियो। मैले उनको हात समातेँ र भने, म पनि कहिले अघि बढिन स्नेहा। उनी रोइन्, म पनि रोएँ। तर त्यो पीडाको आँसु थिएन। त्यो वर्षौंपछि आफ्नो हराएको मान्छे फेरि भेटिएको अनुभूति थियो। जीवनले हामीलाई धेरै घुमायो। काठमाडौँको एउटा साधारण बस स्टपदेखि जापानको हिउँ पर्ने सहरसम्म। त्यसपछि हामीले आफ्नो जीवन फेरि अघि बढायौं। नम्बर साटासाट भयो। सुरुमा कहिलेकाहीँ मात्र कुरा हुन्थ्यो, तर पछि बिस्तारै नियमित कुरा हुन थाल्यो। शब्दहरू फेरि नजिक हुँदै गए अनि अनायासै हामी फेरि एकअर्कासँग गहिरो रूपमा जोडिन थाल्यौं। मैले आफ्नो पीएचडी पूरा गरेँ। पछि टोकियोमा रिसर्च इन्जिनियरको काम पाएँ। स्नेहा पनि आफ्नो काममा फेरि मुस्कुराउन सिक्दै गइन्। अहिले हामी कहिलेकाहीँ शिबुयाको भिडमा रमाइरहेका हुन्छौँ, त कहिले सेन्जोजी टेम्पल नजिक तातो कफी पिइरहेका हुन्छौँ र कहिलेकाहीँ चुपचाप बस स्टपमा बसे जस्तै एकअर्काको साथ महसुस गरिरहेका हुन्छौँ। हामी अन्ततः एक भयौँ। अहिले म सोच्छु, यदि त्यो दिन उनको नोटबुक नखसेको भए सायद हाम्रो कथा सुरु नै हुने थिएन। तर भयो, र सायद प्रेम भनेकै यही हो। समयले जति टाढा लगे पनि यदि दुई मन साँचो रूपमा जोडिएका छन् भने भाग्यले फेरि एकपटक भेट गराइदिन्छ, जसरी आयुष र स्नेहा।